Hello guys, it's your boy Satish Mokhtan. आज चाहिँ मेरो साथीको नयाँ बाइक आएको छ भर्खरै. सो लेट्स फाइन्ड आउट कस्तो रहेछ है. लाइक $1000 भन्दा नि माथि तिरेको छ हैन. मेरो ब्याकग्राउन्ड नोइज धेरै नै आइरहेको छ. सो प्लिज डोन्ट माइन्ड है यो कुरामा. ओके, लेट्स फाइन्ड आउट कस्तो रहेछ त्यो $1000 वर्थको बाइक. लेट्स सी. अब चाहिँ हामी अनबक्सिङ गर्न लाग्यो. अब हेरौँ बाइक कस्तो हुन्छ. सो अब हेरौँ कस्तो रहेछ. ल अनबक्सिङ गरिहालौँ. मेरो चाहिँ मुखबाट रगत आइरहेको छ. हेरौँ. लेट्स सी, लेट्स डु इट. गरौँ. गर न, आऊ न. म तिमीले नि खोल्नु पऱ्यो नि त. आऊ न, आऊ न. कस्तो होइन, म यो खोल्छु, त्यसमा चक्कु चाहिँदैन क्या. त्यो गरिसकेँ मैले. दोस्त त्यो नगर. मेरो यहाँ रगत आक्को आइ गरेँ क्या. होइन होइन, हो कि क्या हो. पर्फेक्ट ग्लोभ्स. यो चाहिँ के हो? मलाई पनि थाहा छैन. थाहा छैन यो चाहिँ के हो होइन. यो चार्जर भइहाल्यो. अनि यो चाहिँ के हो? फेस मास्क, टुल्सहरू. अनि यो बाइक प्रोफेसनल लाइट्स. यु क्यान सी. बाइक चाहिँ यस्तो बाइक बनाउनु पर्ने हुन्छ है हामीले. ल है त. हो कि क्या हो? पक्का पक्का बिस्तारै. खै त एकैछिन है. तर मैले चाहिँ ल कुन पहिला यता यता तिमीले नि उताउटी. यस्तो रहेछ, यस्तो रहेछ दोस्त. यहाँ स्ट्याप्लर रहेछ होइन. अब खोल्न आएन के हो यो त हौ. बिस्तारै है. अब उता पक्का पक्का म यसलाई टियर गर्छु. च्याताइदिन्छु होइन. फेरि अङ्ग्रेजी आइहाल्छ बिचमा. टियर गरिदिन्छु भनेर फेरि. ल बल्ल तलको लाइक मेहनतपछि चाहिँ बाइक चाहिँ यस्तो देखेको छ है गाइस. गाह्रो थियो बल्ल तल बनाएको है यो. बल्ल तल क्या, बल्ल तल. यति पसिना चुट्यो. तर राइडको पनि भिडियो आउनेछ, डोन्ट वरी होइन. राइडको नि भिडियो आउँछ. तर अहिले चाहिँ यो अझै कम्प्लिट भएको छैन. अलिकति कम्प्लिट गर्नुपर्ने छ. यसैलाई नै कम्प्लिट गरेर चाहिँ फाइनल भिडियो टच चाहिँ हामी लिएर आउँछौँ होइन. यो चाहिँ अब अगाडि यसको किनभने हामीले साउन्ड चाहिँ हाल्नु पाउँदैन. साउन्ड चाहिँ निकाल्नु पर्ने हुन्छ यो बाइकको. अहिले चाहिँ एकचोटि राइड चाहिँ टेस्ट राइड गरेर आएको हो. तर आवाज चाहिँ सेम त्यो डट बाइकको जस्तो आएको छ. तर गाह्रो पर्छ यसले चाहिँ. हामीसँग लाइसेन्स पनि छैन, नम्बर प्लेट पनि छैन. यो चलाउनु मिल्दैन. अझै इन्कम्प्लिट पार्टहरू छ. अब यो कम्प्लिट गरेर चाहिँ फेरि हामी एउटा फाइनल राइड भिडियो चाहिँ गर्नेछौँ. लेट्स स्टे एन्ड ट्युन है गाइस. ल लेट्स सी. राख्दै छोडिदेऊ, के हुन्न. फाइनली कम्प्लिट. खोइ मेरो खोइ यो माइकको उयो नै खसेछ. ल दोस्त यो सफा गर. अब तिमी सफा गर्ने. अब यो भुइँ सफा गर्ने चाहिँ मेरो दोस्त हुन्छ. म चाहिँ अब एकैछिन रेस्ट.
बल्ल यस्तो भएको छ लुक्स देख्न सक्नुहुन्छ बाइक यस्तो भएको छ है कडा भएको छ अहिले चाहिँ यति चाहिँ हुनु पर्यो लुक्स चाहिँ यस्तो छ है बल्ल तल्ल 2-3 घन्टाको मेहनत पछि बाइक चाहिँ यस्तो देखाछ है ल ल बल्ल आयो यसै खुसीमा एउटा कोक खाइदिउँ है खोइ निस्क म त थाकेँ अब मलाई भात पकायो यार आले खोइ यार म लास्ट थाकेँ यार ल हात कस्तो गऱ्यो यार म त जिम हान्न गएको जस्तो फाइनली कस्तो लागिरहेछ दोस्त बाइक त तर बवालै छ है कस्तो अब ल राखेँ